यहाँ सङ्कटा मन्दिरको लागि ग्रहदशा पूजा गर्न के गर्नुपर्ने हो कस्तो? ग्रहदशा पूजा गर्नको लागि यहाँ सामान्य यो सङ्कटा राहुको पत्नी हो। हाम्रो ज्योतिष शास्त्र अनुसार राहुको पत्नी सङ्कटा हो। त्यो हुनाले यहाँ कालो कालो चिजहरू चढ्छ। जप मन्त्र हुन्छ, यसको सङ्कटाको मन्त्र छुट्टै हुन्छ। ओम ह्रीम सङ्कटे मम रोगम नाशा भन्ने मन्त्र हुन्छ। जप गरिन्छ 27,000 जप गरिन्छ, पाठ गरिन्छ 27 आवर्ती। कालो कालो चिज चढ्छ, कालो तिल तेल मास कालो कपडा फलाम काट्ने हतियार यस्तो चिजहरू चढ्छ। जातित्व अनुसार रक्सी पनि चलाउँछ, यहाँ चलन छ। त्यहाँबाट जस्तो के गरेर लायो भने यहाँ सङ्कटा पूजा गर्न आउँछ? के शनि लायो भने हो कि के लायो? मान्छेहरू यो बढी शनिबार आउनुको कारणले छुट्टीको कारणले हो। नानी बाबुहरूको पनि छुट्टी हुने, बाबामा पनि छुट्टी हुने। सङ्कटाकै बार चाहिँ आइतबार हो। सङ्कटाको आइतबार हो। के यहाँ शनि ग्रह लायो भने पूजा? शनि ग्रह लाग्यो भने अनि शनिबार छुट्टी हुने, बाबामा पनि छुट्टी हुने, नानी बाबुहरू पनि छुट्टी हुने। त्यो भएर शनिबार भिड्ला। शनिबार वास्तवमा आउनुपर्छ यहाँ जनबार हो। सङ्कटाकै बार चाहिँ आइतबार। आइतबार आएर पूजा गर्नुपर्ने खास चाहिँ लैमा अहिले बढी चलेको छ। अब जस्तो यो कुनै ग्रहको शान्ति गर्नलाई के कति लाग्छ पैसा के छ? त्यस्तो पैसा चाहिँ यति भन्न तोक्न मिल्दैन। कुन ग्रह छ पहिला ग्रह हेर्ने, जन्म नामबाट जन्म राशिको नामबाट हेर्न मिल्छ। त्यही त मिनिमम यतिदेखि यतिसम्म भन्नुहुन्छ त्यो त मिल्छ होला नि। यस्तो त्यति भन्न चाहिँ मिल्दैन। यो हाम्रो औकात अनुसार हैसियत अनुसार बेला परिस्थिति अनुसार जजमानको औकात अनुसार दिने हो दक्षिणा चाहिँ। कोही तोक्लाम छुट्टै कुरा हो। मैले चाहिँ अहिलेसम्म तोक्लाएको छुइनँ। भक्तजनले क्षमता अनुसार दिने दिने हो दक्षिणा चाहिँ। तर अहिले कति लाग्छ भने सोध्ने चलन पनि छ र यति लाग्छ भन्ने चलन पनि आयो यहाँ भित्रभित्रै। मैले चाहिँ भनेको छुइनँ। जति दिन्छ उसको औकात अनुसारको दिन्छ। मन खोलेर देऊ भन्ने हो, पास गरिदिने हो। के मन्त्र जपहरू पनि गरिदिनुहुन्छ कि हजुरहरूले? मन्त्र कति गर्नुपर्छ? सङ्कटाको 27,000 हो। 27,000? 27,000 मन्त्र पढिदिनु पर्ने हो। राहुको 18,000 हो। हजुर। त्यस्तै ग्रह पछि फरक पर्छ। शनिको 23,000 हो। हजुर। त्यस्तै मङ्गलको चाहिँ 10,000 हो। हजुर। शुक्रको 11,000 हो। ग्रह 9 ग्रह हुन्छ। 9 ग्रहको फरक छ। मन्त्र पनि फरक छ र सङ्ख्या पनि फरक छ जप मन्त्रको। फेरि ग्रहलाई के चढाउनु पर्छ खास चढाउनलाई? 9 प्रकारका 9 कलरका जग्गा हुन्छ। सूर्य पिङ्गला रातो भयो, चन्द्रमा मङ्गला सेतो भयो कलर, मङ्गल भामरी कुचुरो रातो भयो, बुध भविकालाई छिरिमिरे, बृहस्पति धान्नेलाई पहेँलो, शुक्र सिद्धलाई सेतै हो। फेरि शनि उल्कालाई निलो, राहु शुक्रलाई कालो, केतुकोलाई हरियो। यसरी मिलाएर चढाउनु पर्दा। त्यस्तै गरी कालो तिल पनि चढाइन्छ के छ? कालोमा तिल तेल, कालो कपडा, कालो मास, काली गाई भन्छ। अब सम्भव छैन। सुन त प्रत्येक ग्रहलाई सुन चाहिन्छ भनेको छ। फलामहरू के चढाइन्छ? फलाम चढ्ने चाहिँ यही राहु र सङ्कटा, शनि र उल्कालाई मात्रै हो। अरूलाई होइन? अरूलाई ताँबो चल्छ, चाँदी चल्छ, अरू चल्छ, पितल चल्छ। ल हस् त। ग्रह अनुसारको हुन्छ दानहरू पनि, मन्त्रहरू पनि।